आफू मात्र जान्ने अरूलाई केही थाहा छैन जस्तो गर्ने भाइरल सांसद ज्ञानेन्द्र शाहीको अहिले एउटा भिडियो भाइरल छ। राप्रपाका सांसद ज्ञानेन्द्र शाहीले पत्रकारहरूसँग गरेको सवाल जवाफ सुनौ एकछिन। मात्रै पढेर हुन्छ त त्यो 274 ले नै भन्छ तपाई संविधान आफू नपढ्ने अनि अर्कालाई यो गर्दैन युट्युबमा भ्युज कति आउँछ भन्ने तपाईले काम गर्ने। 274 ले के भन्छ भनेर सुन्नुस्, यो संविधान मान्दिन भन्ने मान्छे पनि यो देशको सांसद हुन सक्छ भनेर लेखेको छ। तर हाम्रो संविधान 274 ले यसो भन्छ, नेपालको सार्वभौमिकता, भौगोलिक अखण्डता, स्वाधीनता र जनताको हित सत्ताको प्रतिकूल हुने गरी यो संविधान संशोधन गर्न सकिने छैन। तर भाइरल सांसद शाहीले सबैलाई उल्लु बनाउँदै भन्छन् संविधान मान्दिन भन्नेले पनि सांसद बन्न पाउँछ। अब भन्नुस् यिनबाट जनताले के आशा गर्ने? मात्रै पढेर हुन्छ त त्यो 274 ले नै भन्छ तपाई संविधान आफू नपढ्ने अनि अर्कालाई यो गर्दैन युट्युबमा भ्युज कति आउँछ भन्ने तपाईले काम गर्ने। 274 ले के भन्छ भनेर सुन्नुस्, यो संविधान मान्दिन भन्ने मान्छे पनि यो देशको सांसद हुन सक्छ भनेर लेखेको छ। सकियो मात्रै पढेर हुन्छ त त्यो 274 ले नै भन्छ तपाई संविधान आफू नपढ्ने अनि अर्कालाई यो गर्दैन युट्युबमा भ्युज कति आउँछ भन्ने तपाईले काम गर्ने। 274 ले के भन्छ भनेर सुन्नुस्, यो संविधान मान्दिन भन्ने मान्छे पनि यो देशको सांसद हुन सक्छ भनेर लेखेको छ। सकियो मात्रै पढेर हुन्छ त त्यो 274 ले नै भन्छ तपाई संविधान आफू नपढ्ने अनि अर्कालाई यो गर्दैन युट्युबमा भ्युज कति आउँछ भन्ने तपाईले काम गर्ने। 274 ले के भन्छ भनेर सुन्नुस्, यो संविधान मान्दिन भन्ने मान्छे पनि यो देशको सांसद हुन सक्छ भनेर लेखेको छ।